हेम्जा जान्छ हेम्जाबाट त अस्तमतिर निस्केर अस्तमबाट चाहिँ त्यहाँनिर एउटा नयाँ बाटो रहेछ अनि त्यहाँनिर चाहिँ चलाउँछ बिस्तारै बिस्तारै पानी आइरहेको छ बाटो चाहिँ अलिकति सिलपेरी छ नि त त्यो कारणले गर्दा दामी छ यार यो बाइकलाई यार के भन्ने के यो बाइक होइन 4 गियरमा तपाईँको 30 को स्पिडमा दौडिरहेको छ त्यही 4 गियरबाट पठाएर भने होइन 150 पुग्छ के नेपालमा चाहिँ अहिले रिसेन्टली यो बाइक आउँदैन होइन 175 अलराइट गाइज अब चाहिँ स्याटरडे राइडको लागि चाहिँ मैले बाइक कोल्ड स्टार गरिसकेको छु कहाँको 9:31 भएको छ टाइम चाहिँ हेर्दा देख्न सक्नुहुन्छ अनि हाम्रो यो लिकुमोलीको गोएन साइनर बाइक टल गर्नु छ यहाँनिर यसले क्लिनर भनेर टक्क लाएर होइन अनि यहाँनिर देखिरहेको छ बाइक अनि यहाँनिर हाम्रो आइरहेको छ यो आइरहेको बिक्रीमा त होइन हामीसँग अर्को एन्ड्रक स्कुटर बिक्रीमा थियो यो स्कुटर पनि बिक्रीमा छ अहिले चाहिँ म ग्यारेजमा छु होइन यहाँनिर देख्न सक्नुहुन्छ यो एन्ड्रक बिक्रीमा छ यहाँ अपाची साइनहरू पनि बिक्रीमा छ यहाँनिर ग्यारेजमा टक्क लगाएर अब चाहिँ म राइड निस्किन्छु म र हाम्रो चन्द्र सर भएर जानु लाग्यो अनि धेरै भएको थियो ल 2 महिना जति भएको थियो बाइक नचलाएको त्यो हुनाले पनि म बाइक चलाउनु जान्छु भनेर चाहिँ लगाइरहेको छु अनि सेटअप चाहिँ गोप्रोको सेटअप छ यहाँनिर अलिकति यहाँनिर त्यस्तो हल्लिरहेको छ डर लागिरहेको छ गोप्रो भात के झर्छ कि भनेर अनि हाम्रो भित्र ग्रिडको ग्लभ छ मसँग यहाँनिर हेर्न सक्नुहुन्छ है अनि अब कुन बुट लाउने अल्पाइन स्टार लाउने कि बिबिसीको लाउने मैले चाहिँ अहिले अल्पाइन स्टार लाउँछु होला किनभने अलिकति यो कम्फर्टेबल लाग्छ कि मलाई लाउनलाई यो नयाँ पनि छ अनि अलिकति यो पुरानो भएको हुनाले पुरानै बुट लगाउनु त पहिला त्यस पछाडि अनि बिबिसीको लाउने पालो पनि आउँछ हामीसँग यहाँनिर चाहिँ ट्र्याक एन्ड जिपिएस पनि छ है गाइजहरू तपाईँहरूको बाइकहरूमा स्कुटरहरूमा हाल्नु छ भने चाहिँ ट्र्याक एन्ड जिपिएस पनि तपाईँको टक्क इन्स्टल गर्न सक्नुहुन्छ साउन्ड आइरहेको छ होला बाइकले गर्दा तर केही छैन फुल स्टार्ट भइसक्यो 2 लाइन हिटिङ भयो यसलाई अफ गरिदिउँ अनि यहाँनिर चाहिँ ट्र्याक एन्ड जिपिएस छ तपाईँहरू बाइक इन्स्टल गर्न चाहनुहुन्छ भने आउनु होला हामी इन्स्टल गरिदिनेछौँ अनि हामीसँग चाहिँ तपाईँको R15 V3को मास्टर सिलिन्डर छ V3 V4हरूको लागि अनि हामीसँग यहाँ ओरिजिनल सामान छ यामाहाको अनि यहाँनिर हेर्ने हो भने तपाईँहरूसँग यहाँनिर बजाजको सामानहरू पनि छ टिभिएसको सामानहरू पाउँछ हामीसँग ग्यारेजमा छ टक्क ल्याएर आउनु होला है त्यो पछि अब चाहिँ म निस्किन्छु यहाँनिर हाम्रो साथी हाम्रो चन्द्रकान्त अधिकारी र म भएर जान लाग्यो गणेश म भएर हामी चाहिँ हेम्जा जान्छ हेम्जाबाट त अस्तमतिर निस्केर अस्तमबाट चाहिँ त्यहाँनिर एउटा नयाँ बाटो रहेछ अनि त्यहाँनिर चाहिँ चलाउँछ बिस्तारै बिस्तारै पानी आइरहेको छ बाटो चाहिँ अलिकति सिलपेरी छ नि त त्यो कारणले गर्दा अनि मेरो चाहिँ यहाँनिर हाइडाको यो के अरे हाम्रो यो कुन कम्पनीको 2 पाङ्राको चाहिँ हाइड्रेब्याग छ अनि मैले चाहिँ बिबिजीको राइडिङ प्यान्ट लगाएको छु यो अल द वे फ्रम हाम्रो रेस डाइनामिक्सबाट लिएर आएको अनि हाम्रो यहाँ यामाहाको ज्याकेट भइहाल्यो केटा राइड निस्के जस्तो छ पुरै बुट लाएर ल उनीहरू अब डाँडाकाँडातिर जान्छ होइन अनि हामी चाहिँ अलिकति पिचबाट खोज्नुपर्ने हुन्छ नि त अनि यहाँनिर चाहिँ हाम्रो यो सिट काबुल छ यो चाहिँ मैले हालिनँ यहाँ पछाडि नर्मल सिटै हाल्छु मैले ल ठिक छ गाइजहरू चाहिँ म निस्किन्छु टक्क लगाएर अब बाटोमा भेट्नुपर्ने हुन्छ है त अब चाहिँ म निस्किन्छु अब जसमा भिडियो हाल्ने ट्राई गरिरहेको छु अब डेली भ्लग त हेरौँ कस्तो हुन्छ टाइम मिलेसम्म अनि धेरै नै भयो भिडियो नहालेको अनि प्रायः सबै साथीहरू डेली भ्लगहरू हालिरहेको देखेर पनि मलाई पनि जाँगर आयो होइन त्यो कारणले गर्दा म आज राइड जाने निर्णय लिएको छु पानी अब जस्तो छैन मौसम यस्तो छ हेर्दा त्यही पनि चाहिँ अब म निस्किनु पर्ने हुन्छ टक्क लगाएर हैया हावाको प्रेसरहरू पनि मैले मेन्टेन गरिसकेँ टक्क अब हेरौँ अब कोल्ड स्टार्ट त अघि गरिसकेको फेरि पनि म स्टार्ट हाल्छु टक्क ल है गाइजहरू स्टार्ट भयो फाइनल्ली यहाँनिर राखेर मोबाइलबाट रेकर्ड गर्न पनि ल म पर्सन चोकनिर आइपुगेँ हाम्रो चन्द्र सर आउँदै हुनुहुन्छ अगाडि चोकबाट यतापट्टि टक्क मौसम चाहिँ यस्तो छ जस्ट धेरै पछि बाइक कुदाएको यस्तो मजा आइरहेको छ नि होइन पुरै नगरौँ कि बवाल अनि हाम्रो यहाँनिर चाहिँ हाम्रो पाथवे रेसिङ VR46 प्रिली यामाहाको चाहिँ म क्रिङ छ यो क्रिङ चाहिँ मलाई पाथवे रेसिङ टिमबाट पठाउनु भएको थियो है बवाल होइन यामाहाको टक्क यहाँ रेट लिमिटसम्म 13,000 RPM सम्म कुद्छ यो
यो चाहिँ ट्विन सिलिन्डर 2 सिलिन्डरको बाइक हो है। अनि यसमा चाहिँ टर्क एकदमै बवाल हुन्छ अनि मजाले चलाउनु पनि मजा आउँछ। के भन्ने अब एकदमै रिलायबल छ, लग्जरी छ, सबैभन्दा मेन यसको लग्जरी छ अनि पावर छ। अनि ग्राउन्ड क्लियरेन्स पनि 160 mm छ होइन। अफरोडतिर जानु पऱ्यो भने पनि त्यस्तो ठुल्ठुलो अफरोड नभए पनि लान त मिल्छ, तर अलिकति माया लाग्छ नि त यो बाइकहरूको सामानहरू पनि पाइँदैन। हाम्रो आउनुभयो चन्द्र सर टक लाएर होइन। यो त चतै गर्दै ल गाइजहरू हामी निस्किन्छौँ अब। पानी परेछ रेनकोट ल्याउनु भएन नि, उतै पनि आज होइन पानी पऱ्यो भने। ल निस्क्यौँ ल। फर्किने बेलामा कुन बाटो फर्किने हो गाइजहरू? ल गाइज यस्तो रटाउनु पर्यो, मान पाका धेरै भयो नकुराको पनि। त्यहीँ बसेको ट्राफिक पुलिस दाइ चाहिँ को भन्नुहुन्छ भने अस्ति यहाँ प्रेम दाइ र म चाहिँ हामी यता माथि गएको थियो गाडीमा होइन। अनि आउने बेलामा त्यो पुलिस दाइसँग चाहिँ हाम्रो कागजपत्रै बोकिरहेको थिएन क्या हामीले। अनि घरमै कागजपत्र छुटेछ अनि त्यो कारणले गर्दा अनि हामीले चिट काटेको थियो त्यो दाइसँग। त्यही दाइ हो, के पौडेल भन्ने दाइ हो उहाँ चाहिँ। मजै आउँदो रहेछ मजै। उभिएर चलाउँदा त अझ यो ह्यान्डल माथि हुन्छ नि त होइन। त्यही भएर बाबु भाइले पुरै थम्सअप दिइरहेछ क्या। यस्तो होइन राइडिङ गियर लगाएपछि छुट्टै टाइपको कन्फिडेन्स आउँछ कि। एकपल्ट चन्द्र सरलाई रिक्वेस्ट गर्नु पऱ्यो अनि हामी चाहिँ उतै हेम्जासम्म पुगौँ। के अरे भट्टे खोलासम्म पुगेर आएर अनि मिलनचोकबाट भित्र छिर्नु पर्ला। अहिले चाहिँ मैले सोचिरहेको होइन यो एङ्गलबाट पनि मैले खिच्छु होला होइन। यस्तो दामी छ यार यो बाइकलाई यार, के भन्ने के। यो बाइक होइन 4 गियरमा तपाईँको 30 को स्पिडमा दौडिरहेको छ। त्यही 4 गियरबाट पठायो भने होइन 150 पुग्छ कि। अब त्यही भएर पनि म यो बाइकको धेरै गुणगान नगाऊ। नेपालमा चाहिँ अहिले रिसेन्टली यो बाइक आउँदैन होइन। अब आयो भने पनि हेरौँ अब यो 12 देखि 14 लाखको बिचमा आउँछ होला यो होइन। तर आयो भने पनि जस मार्केट राम्रै लिन्छ। यो चाहिँ एकदम रिलायबल बाइक छ कि यो। भाइ आइरहेको देखिरहेको छु मैले चाहिँ। चेकिङ त छैन होला। स्पिड क्यामेराले अनि बवाल हान्दैन है यहाँ 60 स्पिड लेखेको छ। तर यो 60 चाहिँ यो बाइकहरूको लागि चाहिँ भएन है गाइजहरू। हेरौँ है त कति जाँदो रहेछ। अहिले पेट्रोल पनि भइरहेको छ अलिअलि 148। हेरौँ त 176 भन्दा गएर अलिकति उतैबाट पुस गर्नु पर्थ्यो कि 1 गियर 2 गियरबाटै पुस गरेर आयो भने चाहिँ अलिक मजाले। मैले 186 सम्म हानेको छु यो रोडमा। अनि इन्डियाको रोडमा चाहिँ 193 हानेको छु। यो चाहिँ 199 लक हान्छ कि यो अलिकति हुन्छ नि। अनि टायर्सको साइज पनि मैले अलिक पछाडि ठुलो हालेको छु। त्यो गरेर अलिकति पिकअप अलिकति जुन टप पिन चाहिँ अलिकति घटेको छ। अनि किन भन्नुहुन्छ भने यसको पहिला चाहिँ तपाईँको हेर्ने हो भने यसमा होइन
140 70/17 सेक्सनको टायर आउँथ्यो होइन। अनि मैले चाहिँ 150 70 बाई 150 60/17 इन्चको टायर हालेको छु पछाडि। टायर चाहिँ अलिकति ठुलो बल्की देखिन्छ, तर पनि भनौँ न भयो। मलाई चाहिँ यो टप स्पिड भन्दा नि कर्नरिङको बाटो कुदाउनु मन लागेर चाहिँ अस्ताम जान खोजेँ। म चाहिँ यो बाटोमा त धेरै पटक टप स्पिड हाने, धेरै पटक होइन। मैले चाहिँ बेनेली 600 अनि 750 बेनेली 750 होइन। अनि त्यस पछाडि तपाईँको मैले अर्को कुदाएँ भनेको यसमा SWM 650 पनि चलाएँ मैले। कति कुदाउनु भयो? कति चाहिँ स्पिड कति हान्नु भयो? 100 गएन? तलैबाट बटार्नु न, तलैबाट बटार्दा नि गएन भने कलेज पुरै डाउन भयो। चलाएन मेरो 176 मात्र हाने, डर लाग्यो। कति टाढा देखियो थियो? अब यहीँबाट घुमाउँ अस्तामतिर जाऊँ है, पानी पर्न सक्छ। यहाँ टप स्पिड भयो भने घुम्टीमा कुदाउनु मजा आउने। यहाँबाट घुमाउँ र जाऊँ। ल गाइजहरू यहीँबाट हामी घुमेर अस्तामतिर जाने भन्ने कुरो भयो। ब्रेक पनि बवाल छ नि यसको त फेरि। बाटो होइन, ब्लाइन्डवाला छ, त्यसले गर्दा पनि अलिकति रिस्क हुन्छ चलाउनु होइन। कतिपय ठाउँहरू पटल छ नि। लेफ्ट साइड पर्छ नि त, त्यो कारणले गर्दा है मजा आइरहेको छ गाइजहरू। पोखरामा कोही तपाईँहरू कोही हुनुहुन्छ नयाँ च्यानलमा या भनौँ न नेपाल बाहिर नेपालभित्रबाट हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्नु होला र बाहिर निस्किनु होला। आज विश्व हिन्दू महासङ्घ या नेपाल हिन्दू महासङ्घबाट केही आज कार्यक्रम रहेछ। उहाँहरू चाहिँ हिँडिराख्नु भएको छ बाटोमा। कस्तो एउटा दामी देखिने कि होइन, रथ यात्रा रहेछ कि। शिवजी हिँड्नु भएको थियो, शिवजी अहिले गाडीमा चढ्नु भएछ, बाक्को नालामा नाच्नु भएको छ मजाले लगाएजहरू होइन। तर मेरो बाइक यस्तो लाउड छैन होइन, तर पनि पुलिससँग डराएर हिँड्नु पर्ने जस्तो पनि हुन्छ कि एक्जस्ट किन हालेको भनेर होइन। तर ट्विन सिलिन्डर हो यसको होइन, यसको स्टक साउन्ड पनि बवाल मजा आउँछ आफूले चलाउने मान्छेलाई। तर चाहिँ कस्तो हुन्छ नि एकदमै स्पिड कुद्छ नि त यो बाइक। अनि अर्को बाटोमा हिँड्ने मान्छेहरूलाई चाहिँ तर्साउँछ कि यसले सही जान्छ होइन, एक्जस्टको साउन्डै सुनिँदैन कि स्पिड बढी भएर। अनि त्यो भावनाले पनि मैले यो हालिरहेको छु। धम्पुस 11 किलोमिटर रहेछ क्या होइन, अस्ताम जाने, अस्ताम यतैबाट जान्छ नि हो जमाउनु। ल गाइजहरू त्यो बाटो भाइरल बाटो भएपछि नयाँ बाटो हो होइन। ड्रोन सटमा यस्तो राम्रो देखिरहेको थियो कि होइन। अनि हामी पनि जाउँ न कस्तो रहेछ। अब हामीलाई बाटो चाहिने हो होइन, नेचरको रमाइलो त भइ नै हाल्छ। अझ बाटो राम्रो भयो भने अझै मजा आउँछ नि त।
रोड मार्किङ पनि गरिरहेको रहेछ। सहीमा होइन बाटो चाहिँ रोड मार्किङले दामी देखिरहेको छ आनन्दले कुदाउनलाई। यो बाइक त अब कोही ट्राभल गर्नु पऱ्यो भने 2 गियर हाल्यो 3 गियर हाल्यो 100-120 पुग्यो हाल्यो 4 गियर हाल्नै पर्दैन कि 3-4 खेलायो भयो कि 2-3-4 ढ्याइ ढ्याइ। ल गोप्रोको एङ्गल चेन्ज हानौँ। चन्द्र सर पनि त्यति बेलासम्म आइपुग्नुहुन्छ। गाइजहरू होइन टक्क लाएर अब हामी ट्याक्क गरौँ। कहाँसम्म छ नि अरू पिच पुरै धम्पुसम्मै बाटो राम्रो छ त त्यो भिडियो सिडियो खिचेर हालेको यताको हो कि यताको
यतापट्टि यता नि राम्रो छ यता बाइक कुदाउनलाई गराउ नि हामी चाहिँ यहाँनिर धितालनिर आइपुग्यौँ अस्थानदेखि अलि अगाडि पोखरी भन्ने ठाउँ अनि यो ठाउँमा म चाहिँ आजभन्दा लगभग 8 वर्ष अगाडि आएको थिएँ एकजना मेरो साथी सुमित अधिकारी भन्ने चन्द्र सर हिसाब अधिकारी कहाँ भन्ने त्यो घर हो जस्तो म उयो छ नि यो ठुलो घर हाम्रो थलो पनि यही हो कि यहीँबाट हो गएको हाम्रो अधिकारी छुटेको अनि यहाँ चाहिँ यतापट्टिबाट यस्तो राम्रो भ्यू देखिन्छ यता हिँड्दै जान्छ हामीलाई तलतिरबाट हामीले देखाइन्छ अनि यहाँ यस्तो कस्तो दामी छ कि यहाँनिर टक्क है अहिले हिमाल खुलेको भयो त यो ठाउँ त स्वर्ग हो कि उपारी अस्थान यो धिताल यहाँबाट चाहिँ 4 किलोमिटर अगाडि गयो भने धम्पुस पुगिन्छ अनि हाम्रो बाइकहरू टक्क यहाँनिर ट्र्याक होइन हाम्रो राइडमा होइन रेसिङ टिभिएस रेसिङ र यामाहा रेसिङ यहाँनिर लेखेको छ हेर्नु न टिभिएस रेसिङलाई टिभिएस रेसिङ र यामाहा रेसिङको यहाँनिर चाहिँ यसो धेरै भएको थियो कि नकुदाएको बाइक अनि चाहिँ चलाउनु मन लागेर चाहिँ हामी आएको छौँ अब अलि तलतिर गएर म तपाईँलाई हेम्दातिरको भ्यू बवाल देखाउँछु अहिले चाहिँ टिकटकमा यो रोड एकदमै भाइरल भएको छ तपाईँ टिकटक सिकटक भिडियो बनाउनु ड्रोन लिएर आउनु त ठिकै हो बाइक कुदाउनु चाहिँ नआउनु होला यो त्यस्तो बाइक कुदाउनु स्मुथ त्यस्तो छैन त्यो त राम्रो देखिन्छ अलि बम्पी रोड छ कि होइन जिगज्याग टाइपको छ कि अलि बम्पी छ ठिकै छ नट ब्याड होइन हेर्दातिर कुदाइयो अनि यसो त्यति निस्क्यौँ भन्नु माथितिर आएको हामी चाहिँ अस्तमा आएर चाहिँ यहाँ टक्कै चिया खाँदैछौँ कस्तो भइरहेको थियो मैले पनि चिया खाँदैछु अन्त कस्तो कालो आएको भनेको अँधेरो भयो गोरो हुनु पर्यो गोरो यिनी झन्डा टक्क लगाएर होइन अनि यहाँ भिडियो छिडियो पनि खिच्यौँ अलिअलि त्यो डाँडा गइन्छ हामी चिया खाएर अनि त्यही हो धेरै पछि आउँदा रमाइलो हुँदो रहेछ है अब हाम्रो नेक्स्ट ट्रिप कता डोल्पा जाने भनेको है डोल्पा जाने भनेको चन्द्र सरमा डोल्पा जाने भनेको हाम्रो कार्यव्यस्तताले गर्दा चाहिँ प्लान पोस्टपोन भएको छ जिप तानेको देखेर नि अलिक मन लाग्यो दोस्रोले जिप तानेको छार्का भोट यो चाहिँ सबभन्दा विश्वको वर्ल्डकै होइन हाइएस्ट एल्टिट्युडमा ह्युमन सेटलमेन्ट भएको ठाउँ हाम्रो होइन त्यो पनि लिएर जाने प्लान छ नि हाम्रो यता इलेक्ट्रिक स्कुटर पनि हामीले लएर जाने अब मनाङतिर या यता मुस्ताङ कता जाने होइन टक्क हाम्रो प्लान हुँदैछ अब बिस्तारै हुन्छ म चाहिँ अब डेली भिडियो हाल्नलाई चाहिँ म ट्राई गर्छु डेली त कन्टेन्ट पुग्दैन होला होइन बिहान उठेदेखि अब अफिस गएको मान्छेहरूसँग डिल गरेको होइन सबै कुराहरू हाल्ने अनि चिया खाएको सबै हाल्यो भने मजा आउँछ कि दिनदिनै हाल्यो भने मजा आउँछ अनि ढिलै बोलिन्छ नि अलिअलि स्पिड बोल्नु पनि हुन्छ हजुर हामी पोखराबाट आइछ कता घाँस काटेर हान्नुभयो ए कुनको अहिले अब बर्खे ए असारको लागि है ए भन्नाले तपाईँको बाँझो पहिला असारको पहिलो हप्तै हुन्छ कि जेठको लास्टतिर रोप्नुहुन्छ त्यही त नि स्थान टक्कला बबल दामी ठाउँ छ पोखराबाट नजिक शीतलो छ नि यहाँनिर है तलभन्दा चाहिँ यो अलिअलि बाहिर घाम भए पनि यता चाहिँ शीतलै छ लाउनु होला सबैजना अनि सिरुबारी पनि बवाल ठाउँ छ भन्ने सुनेको छ हामीले होइन कस्तो छ सर सिरुबारी बवाल छ आज हाम्रो सिरुबारी जाने प्लान थियो अब सुरेश सरले भाइरल रोड भन्नुभयो यताको अनि भाइरल रोड त टिकटकतिर देखेको बाइकहरू चाहिँ लिएर नआउने खालको रहेछ भाइरल रोड होइन होइन यो बाइक चाहिँ अब कुदाउनु भन्दा पनि हामी यसो हेर्नलाई चाहिँ आइरहेको छौँ ठिक छ जे हुन्छ राम्रोको लागि हुन्छ गाइस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्नु होला लाइक कमेन्ट गर्नु होला त नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस् पुरानो हेरिराख्नुहुन्छ भने कमेन्ट गर्नुहोस् म उहाँ दाईको कुनो युट्युब च्यानल दाई भनेर सुरेश ब्लग मन देखियो है दाई भन्दै थियो ल गाइजहरू ल है यस्तै हो राइडमा चाहिँ रमाइलो हुन्छ ल गाइजहरू हामी चाहिँ अहिले अस्थामबाट टक्क हेम्जाको रोड भाइरल रोड होइन त्यहाँ त्यो भिर छ यतापट्टि अलिक जानु अगाडिपट्टि यो ल्यान्डस्केप पनि भवाल यो नाउडाँडाको नाउडाँडा भन्दा नि यतापट्टि यो सराङकोटबाट नाउडाँडा जाने हामी यसको उतापट्टिपट्टि रोड छ नि त
टक्क है हेम्चाको बाटो चाहिँ सरल देखिरहेको छ। यहाँनिर चाहिँ झन्डाहरू पनि छन् टक्क लाएर होइन। माछा पुच्छ्रे फ्रेस बेकरी भन्नेमा हामीले त्यहाँ चिया कफीहरू खायौँ टक्क नेपाल झन्डा। अनि यहाँ बसेर ओ उता नआनु हावा चिप्लिन्छ कि ओ नआनु कि त्यो है। सुकेर भ्याली रिजोर्ट पनि देखियो त्यहाँनिर। हामीले यो खोलामा त पानी सुकेछ होइन। त्यो खोलामा हामीले क्वाड बाइक चलाएको थियो, खोलामा चलाउँथ्यो। अनि यहाँबाट त्यो बाटो छ नि अहिले त राम्रो बनाएछ नि। त्यो यस्तो ढुङ्गा र उता माथिसम्म त्यहाँसम्म हामी पुगेको थियौँ कि क्वाड बाइकमा। त्यहाँ फार्म रहेछ के को च्याउ फार्म होला सर हेर्नु त वहाँनिर। तर त्यहाँ यो मेन हाइवे भयो दुइटा सर्भिस लिने। यताबाट लेफ्ट र राइटबाट गराउनु भने पनि दामी हुन्छ होला कि टक्क होइन। हेम्जाको यहाँ पुरै खेतीयोग्य जमिनहरू छ टक्क लाएर। अनि यहाँनिर यस्तो मजा आउँछ कि यस्तो ठाउँहरूमा घुम्दा। किन हामी चाहिँ गाउँघरतिरै यस्तो ठाउँमा हुर्किएर हिँडेको भएको भएर नि होला होइन। अब म चन्द्र सरको बल पठाइदिन्छु मैले है। तपाईँ मोबाइलबाट खिच्यो होला राम्रो आउँछ होला है। ल ल अब चाहिँ हामी यहाँ अस्तमा निस्क्यौँ। रोड पनि अलिअलि तातिरहेको छ, टायर पनि तातिसकेको छ, ग्रिप पनि बबाल दिइरहेको छ। ओ कस्तो दामी ल्यान्डस्केप छ कि यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरू। यो भनेको खास ओभरटेक गर्न पाइँदैन यो होइन। यस्तो यस्तो डटर लाइनमा मात्र ओभरटेक गर्ने हो। तर के गर्ने नेपालको बाटोमा सिचुएसन अनुसार जसरी पनि चलाउनु पर्ने हुन्छ। मजा आयो मजा। अब हामी हेम्जा मिलन चोक आउनु लागिसक्यौँ गाइजहरू। टक्क लाएर सल्ल बग्छ के 2 गियरमा 31 को स्पिडमा त्यसलाई भन्छ इन्जिन ब्रेक। फाइनल्ली पोखरा चाहिँ आइपुग्यो गाइज है। ल गाइज फाइनल्ली आइपुग्यो। सो गाइज म चाहिँ घर आइपुगेँ। तपाईँहरूले चाहिँ आजको यो भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला होइन। कहाँबाट कसले हेरिरहेको छ भनेर थाहा हुन्छ नि त। अनि त्यही पब चाहिँ बर्खा लाग्न लागिसक्यो नि त, पानी परिरहेको हुन्छ। त्यो आजको यसो मौसम अनुकूल पारेर चाहिँ मैले तपाईँ राइड गरेको हो। टक्क लाएर हाम्रो ग्यारेजमा आइपुग्यो।